नेपालमा सदियौँदेखि एउटा भाइरस छ, त्यो भाइरसबाट बच्न चाहन्छु, बच्नुहोस् भन्ने अनुरोध गर्न चाहन्छु। त्यो भाइरस भनेको के हो भने नातावाद, कृपावाद, चाप्लुसीवाद र चाकरीवाद। यो चाहिँ भाइरसै हो। यो भाइरस खास गरी अब नेपाल एकीकरण भएपछि रणबहादुर शाह जब उहाँ चाहिँ के अरे नाबालक चाहिँ राजा हुनुभयो, त्यो बेलादेखि सुरु भएको हो र राणा शासन जङ्गबहादुरले राणा शासनको चाहिँ सुरुवात गर्दादेखि अझसम्म 2007 सालको क्रान्ति भइसकेपछि पनि अनि 46 सालको क्रान्ति, 63 सालको चाहिँ आन्दोलन, यो सबै कुराहरू भन्दाखेरि पनि यो भाइरसले चाहिँ छोडेको छैन। यो भाइरसबाट छुटकारा पाउनको लागि तपाईँहरू सबै चाहिँ यसबाट चाहिँ बच्नु। र अब यसबाट म के भन्न चाहन्छु भने अहिलेको नयाँ सरकार, नयाँ सांसदज्यूहरूले के गर्नु पर्यो भनेदेखि यो भाइरसबाट चाहिँ मुक्त हुनलाई प्रयास गर्नु पर्यो। र यसमा के भन्न चाहन्छु, अबदेखि फलाना सांसद